हाँसको मासु साथीहरू यस्तो मिठो भएको छ नि, हजुरलाई भन्नु होला आफ्नो तारिफ आफैले गरेको त्यस्तो चाहिँ नभन्नु होला। मैले चाहिँ यसरी बनाउँछु, एकदम धेरै मिठो हुन्छ। हजुरहरूले पनि यसरी नै बनाएर खानुहोस् है त, मेरो रेसिपी हेरेर कसरी बनाउँछु भनेर। अनि यो चाहिँ मेरो हाँसको मासु रेडी भइसकेको छ पकाउनको लागि। हेर्नुहोस् त, यसको खुट्टा, हाँसको खुट्टा, यो चाहिँ पोथी हाँसको हो। अनि सबै मरमसला रेडी पार्नुहोस्, प्याज, अदुवा, लसुन, अनि तेजपत्ता। अनि सुरुमा त मैले यसमा तेल हालेर तेजपत्ता, लौङ, सुकमेल हालेँ। त्यसपछि मासु हालेर मजाले सोल्टाइ गरेर यसलाई भुट्छु। अनि अदुवा लसुनको पेस्ट पनि बनाउँछु। अनि साथीहरू हेर्नु त, मजाले यसको पानी मरिसकेपछि यसमा चाहिँ प्याज राख्नु होला। प्याज राखिसकेपछि मजाले फेरि भुट्नु होला। यो प्याज पनि मजाले भुटिनु पऱ्यो नि त। अनि प्याज मजाले भुटिसकेपछि अनि बल्ल यसमा चाहिँ अदुवा लसुनको पेस्ट हाल्नु होला साथीहरू। हेर्नुहोस् त, कति मजाले भुटिरहेको छु मैले यसलाई। अदुवा लसुनको पेस्ट मजाले हालिसकेपछि यसलाई सोल्टाइ गरेर पनि मजाले भुट्नु होला। हेर्नुहोस् त, यत्तिको भइसकेपछि यसमा मरमसला सबै राख्नु होला। अदुवा लसुनको पेस्ट हालिसकेपछि यसमा बेसार, नुन, खुर्सानी, अनि जिरा, धनियाँको धुलो, अनि गरम मसला, अनि त्यसपछि मिट मसला सबै हालेर मजाले फेरि भुट्नु होला। त्यसपछि टमाटर राखेर पनि एकछिन मजाले भुट्नु होला। अनि मात्र यसमा थोरै पानी हालेर मजाले पकाउनु होला। अनि पानी चाहिँ 2 चोटि राखेर सुकाउनु पर्छ कि। अनि बल्ल हाँसको मासु त साह्रो हुन्छ नि त। अनि बल्ल मिठो हुन्छ साथीहरू। हजुरहरूले चाहिँ कसरी बनाउनुहुन्छ? मैले चाहिँ यसरी बनाउँछु। अनि हजुरहरूलाई यसरी पकाएर ट्राई गर्नु मन छ भने गर्नु होला है त साथीहरू। एकदम धेरै मिठो हुन्छ। मलाई पहिला त खासै पकाउन चाहिँ आउँथेन, बिहे गरेपछि मात्रै हो यस्तो मिठो चाहिँ बनाउन आउने। अनि मेरो बुढोलाई चाहिँ मिठो खानु मनपर्छ, त्यही भएर साथीहरू म नि सिक्दैछु, सिकाउनुहुन्छ यसरी पकाउने त्यसरी पकाउने भनेर। अनि हेर्न सक्नुहुन्छ मासु चाहिँ पाकेर रेडी भइसकेको छ। मसँग चाहिँ धनियाँ थिएन साथीहरू, त्यही भएर मैले चाहिँ धनियाँ राखिनँ यसमा। अनि साथीहरू, मेरो भिडियोहरू कस्तो लाग्छ हजुरहरूलाई यसो कमेन्ट पनि गर्नु होला है त। अनि कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ? म चाहिँ चितवनदेखि हो साथीहरू। अनि यस्तै छ, के भन्नु है। अब मेरो फुल भिडियोहरू वाच गरिदिनु भएकोमा धेरै धन्यवाद दिन चाहन्छु। अनि अर्को भ्लगमा भेटौँला है त साथीहरू, अर्को भिडियोमा भेटौँला। मेरो चाहिँ फुल भिडियो वाच गरिदिनु भएकोमा धेरै धन्यवाद दिन चाहन्छु। बाई बाई साथीहरू।